हामी चाहिँ अरुणाचल घुम्न गएका थियौँ हिजो गएका आज चाहिँ हामी डुल्न जाँदैछौँ अनि गुम्बा छ छेउमै अनि गएका दुईजना बुनुहरू पनि छन् हामी पनि अनि बुनुहरू हामी डुल्न गएका जाडोमा यति चिसो छ नि यहाँ राम भन्न सकिँदैन त्यस्तो चिसो अनि गुम्बा जानु अगाडि नि रास्तामा बाटोमा यस्तो राम्रो भ्यू यहाँनिर चाहिँ हामीले टक्क फोटो खिचिहाल्यौँ अनि अब आइसक्रिम खाने हामी यो जाडामा भन्दैछौँ हामी चाहिँ यस्तो जाडामा आइसक्रिम देखो न गाइस यहाँ चाहिँ नि माथि छतमा चढेर कुकुरले भुक्दैछ हामीलाई पुगेको कि कसलाई पुगेको गाइस हामी फाइनली आइपुगिसक्यौँ गुम्बा पनि यहाँनिर चाहिँ साह्रै राम्रो है जे पनि चिसो अनि राम्रो पनि देख्नमा नि त उनीहरू तीनजना चाहिँ अघि अघि लाग्दैछन् म चाहिँ छोरो हामी तीनजना पछि पछि यो घुमाउनु गुम्बाको यो के भन्छन् भाइहरूलाई त चाहिँ जानिनँ मैले अब मेरो पाली अनि छोरो चाहिँ अब रिसालाई हिँडो मलाई चाहिँ घुराउन दिनु भएन भन्दै मलाई चाहिँ उचालेर घुराइदिनु पर्यो नि त अनि रिसाले फन्केर हिँडेको अनि उसलाई पनि घुराइदिएँ हामीलाई भन्दा धेरै घुम्न चाहिँ उसलाई मजा लाग्छ जहाँ जाँदा पनि उसलाई चाहिँ मजा अनि यसरी घुम्न पाउँदा नि राम्रो लाग्छ घरमा बसिरहनु गर्न अल्छी लाग्छ नि कहिले 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 टाइम निकालेर घुम्न जान पाउँदा चाहिँ कति राम्रो लाग्छ माइन्ड पनि अलिक फ्रेस हुन्छ अनि यो चाहिँ ठुलोवाला रहेछ घुराउनै नसक्ने गरेर नि कसरी घुमाउँदै हुनुहुन्छ नसके छोरोको चाहिँ म फोटो खिचिदिँदै थिएँ अनि परबाट एकचोटि लास्ट भ्यू यसको म देखाउँछु ल गुम्बाको अनि यति घुमिसकेर चाहिँ हामी जाने धेरै बस्न पनि सक्दैन हात्तिरी आएर यस्तो चिसो यहाँ हाम्रो त यहाँ त के चिसो छ उहाँ त के चिसो छ र यहाँ त्यस्तो चिसो हुँदैन अरुणाचलमा चाहिँ बमडिल्ला है अरुणाचलमा यहाँ सिडी नामेर आउने भएका लडिन्छ भन्ने कति डर बिस्तारै बिस्तारै त्यो भएर टाइल्सको चाहिँ चिप्लेर भएर स्वात्तै गयो भने त डाइरेक्ट तल झरिन्छ र अनि गाइस अब आज चाहिँ यति नै घुम्यो आज चाहिँ यति नै भयो भिडियो पनि अब भोलि